विद्यार्थी भाइबहनीहरु आज चाहिँ हामी शनिबारको दिन सामाजिक विषयको लेखन कक्षा लिएर म यस विद्यालयका सामाजिक शिक्षक रुपेश कुमार यादव उपस्थित भइसकेको छु र शनिबार पनि चाहिँ फिजिकल रूपमा चाहिँ आउनुभएका विद्यार्थी भाइहरुलाई सबभन्दा पहिला चाहिँ धेरै धेरै धन्यवाद र यो भिडियोको मार्फत हेर्नुहुने सबैमा मेरो तर्फबाट चाहिँ नमस्कार र स्वागत गर्न चाहन्छु। म नेशनल एकाडेमीको सोशल टिचर रहेको छु। अब चाहिँ खासमा आजको क्लास के भने कि हामी चाहिँ एसीमा कसरी A+ ल्याउने, मतलब हामी त लेख्छौँ, लेख्दाखेरि चाहिँ हामी आफू लेखेर एकदम खुश भएर आउँछ, तर चाहिँ कसरी लेख्दाखेरि चाहिँ कुन तरिकाबाट लेख्दाखेरि चाहिँ इक्जाममा हामी के कसरी जाने, त्यसको फुल तयारी, त्यसपछि त्यहाँ गएर हामी चाहिँ के गर्ने, यी सारा कुरा भनेको चाहिँ हामी सबै तयारी गरेर जाँदाखेरि मात्र चाहिँ हामी A+ ल्याउन सक्छौँ। अब सबभन्दा पहिला कुरा चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने हेर भाइ बहिनीहरु, हामी चाहिँ आज तपाईहरु पढ्नु भइराखेको छ र एउटा कुरा चाहिँ के छ भने शिक्षा भनेको चाहिँ हाम्रो जिन्दगीको सबभन्दा बढी महत्त्वपूर्ण हो। एउटा विद्वानले के भनेको छ भने शिक्षा भनेको चाहिँ त्यो श्रेणीको दुध हो नि जसले हामी खाएर भनेको चाहिँ दुनिया गढे कुनामा गर्दिन सक्छ। त्यसैले भनेको चाहिँ तपाईहरु राम्ररी पढ्नुस्, शिक्षा प्राप्त गर्नुस्, तपाईहरु अगाडि बढ्न सक्नुहुन्छ। म नेशनल एकाडेमीको सोशल टिचर रहेको छु। अब चाहिँ खासमा आजको क्लास के भने कि हामी चाहिँ एसीमा कसरी A+ ल्याउने, मतलब हामी त लेख्छौँ, लेख्दाखेरि चाहिँ हामी आफू लेखेर एकदम खुश भएर आउँछ, तर चाहिँ कसरी लेख्दाखेरि चाहिँ कुन तरिकाबाट लेख्दाखेरि चाहिँ इक्जाममा हामी के कसरी जाने, त्यसको फुल तयारी, त्यसपछि त्यहाँ गएर हामी चाहिँ के गर्ने, यी सारा कुरा भनेको चाहिँ हामी सबै तयारी गरेर जाँदाखेरि मात्र चाहिँ हामी A+ ल्याउन सक्छौँ। अब सबभन्दा पहिला कुरा चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने यो भन्दा पहिलो वर्ष ठ्याक्कै चाहिँ सरस्वती पूजाको एक दिन पहिला म भनेको चाहिँ लाहारमै टिचरको ट्रेनिङ लिएको थिएँ। टिचरको ट्रेनिङमा चाहिँ के लिएको थियो भने अब ट्रेनिङमा जाँदाखेरि चाहिँ एउटा कुरा भन्नुभएको थियो, हामीले दिनुभएको थियो। अब के दिनुभएको थियो त सबैसँग भनेको चाहिँ क्वेसन, सेम क्वेसन र सेम एन्सर भनेको चाहिँ सबै सरहरूलाई लेखेर दिनुभएको थियो। अब चाहिँ सबै सरहरूलाई चाहिँ सेम क्वेसन थियो र सेम एन्सर पनि थियो, तर चाहिँ के भयो भने हामी चेक गर्दाखेरि, हामी टिचरहरूले चेक गर्दाखेरि चाहिँ कसैले भनेको चाहिँ 75 मा 64 दिएको थियो, कसैले भनेको चाहिँ 65 दिएको थियो, कसैले 52 दिएको थियो, कसैले 55 दिएको थियो, मतलब एउटै क्वेसन र त्यही एउटै एन्सर र सरहरू भनेको चाहिँ चेक गर्दाखेरि चाहिँ के भयो भने मार्क भनेको चाहिँ फरक आयो। अब चाहिँ किन आएको होला? अब किन आयो भने चाहिँ यसमा चाहिँ 3-4 वटा कुरा छ। यसमा लेख्ने श्रेणीमा भनेको चाहिँ फरक आएको छ। अब लेख्ने श्रेणी सबभन्दा पहिला चाहिँ तपाईँ इक्जाममा लेख्नुहुन्छ नि जानुहुन्छ, त्यो भन्दा पहिला चाहिँ सबभन्दा पहिला स्वास्थ्यको ख्याल गर्नुहोला। किनभने तपाईँको पेटमा गडबडी हुन्छ, तपाईँ बिरामी हुनुहुन्छ, तपाईँलाई लेख्न पनि मन लाग्दैन, तपाईँले त्यहीमा ध्यान हुन्छ। त्यसैले सबभन्दा पहिला स्वास्थ्यको ख्याल राख्नु इक्जाममा जानुभन्दा पहिला। त्यसपछि अब लेख्ने, अब लेख्दाखेरि चाहिँ कोपीमा प्रवेश गर्ने। अब कोपीमा भनेको चाहिँ कापीमा 3-4 वटा भनेको चाहिँ पेपर हुन्छ, माने एउटा भनेको चाहिँ पेपर भयो, अर्को भनेको अर्को साइडको पेपर भयो, अर्को साइडको पेपर भयो, मानौ 3-4 वटा छ। अब 3-4 वटामा चाहिँ के हुन्छ भने मैले हेरे अनुसार र मेरो गुरुले भने अनुसार, मैले ट्रेनिङमा सिके अनुसार सबभन्दा पहिला टिचरहरू कहाँ ध्यान दिन्छ, कसरी A+ आउँछ र कसरी विद्यार्थीलाई भनेको चाहिँ राम्रो विद्यार्थीको कम मार्क आउँछ। अब चाहिँ के हुन्छ भनेको तपाईहरुको जुन एउटा पेज हुन्छ नि, एउटा पेज र दुईटा पेज, सबभन्दा पहिला टिचरहरू भनेको चाहिँ पहिलो पेज र दोस्रो पेज भनेको चाहिँ एकदम ध्यान दिएर सुन्छ, एकदम ध्यान दिएर भनेको चाहिँ लाइन बाइ लाइन पढ्छ, एक एक गरेर भनेको चाहिँ पढ्छ। फर्स्ट पेज र सेकेन्ड पेज भनेको चाहिँ के गर्छ भने लाइन बाइ लाइन पढ्छ र जो भनेको चाहिँ जुन विद्यार्थी फर्स्ट पेजमा र सेकेन्ड पेजमा चाहिँ एकदम राम्रो लेखेको छ नि, त्यसलाई भनेको चाहिँ एउटा टिचरको मानसिकता के हुन्छ भने मतलब यो फर्स्ट र सेकेन्ड पेज भनेको चाहिँ राम्रो लेखेको छ, यसको मतलब यो विद्यार्थी भनेको चाहिँ जान्ने छ। र त्यो के गर्छ भने थर्ड पेज, फोर्थ पेज, फिफ्थ पेज के गर्छ भने ठ्याक्कै चेक गरिदिन्छ। यसकोमा चाहिँ के हुन्छ भने विद्यार्थीको मार्क बढी हुन्छ। अर्को चाहिँ के गर्नु भने लेख्दाखेरि चाहिँ लेखनशीलमा पनि फरक पर्छ। अब कसरी लेख्ने, लेख्दाखेरि चाहिँ जहिले पनि भनेको चाहिँ के गर्ने भने
आफ्नो पेजमा कापीको पेजमा चाहिँ के गर्ने भने सबभन्दा पहिला चाहिँ लेख्दाखेरि चाहिँ चारैतिरबाट भनेको चाहिँ 1/4 छाडिदिने। मानव यो कापीको पेज भयो, यसमा चाहिँ के गर्ने भने चारैतिरबाट यहाँबाट पनि भनेको चाहिँ अलि भनेको चाहिँ ग्याप छाड्ने, यो साइडबाट पनि भनेको चाहिँ छाड्ने। मानव 1 सेन्टिमिटर यहाँ छाड्छौँ भने हामी यो यसको विपरीतमा 0.5 सेन्टिमिटर छाड्नुपर्छ र माथिमा पनि छाड्दिने र तलमा भनेको चाहिँ अलि छाड्दिने। अब लेख्दाखेरि चाहिँ हामीलाई के गर्नुपर्छ भने यो बीचमा मात्र लेख्ने ताकि चाहिँ आकर्षित देखिन्छ। र बीचमा कसरी लेख्ने? मानव सामाजिक विषय छ, सामाजिक विषयको सबभन्दा पहिला समूह क भनेको चाहिँ दिने। तपाईले कुन आउँछ सबभन्दा पहिला तपाईले कुन आउँछ, कुनमा तपाई पुरा कन्फिडेन्ट हुनुहुन्छ कि म योमा सबभन्दा राम्रो लेख्न सक्छु। यो चाहिँ गर्दाखेरि चाहिँ टिचर भनेको चाहिँ खुश भइहाल्छ। आफू खुश भएर नआउने, टिचरलाई खुश गरेर आउने एक्जाममा। कसरी लेख्दाखेरि चाहिँ जुन तपाईलाई पहिला आउँछ, समूह क आउँछ कि समूह ख आउँछ कि समूह ग आउँछ, तपाईले जुन पहिला आउँछ त्यो भनेको चाहिँ के गर्ने सुरुको पेजमा सेकेन्ड पेजमा भनेको चाहिँ लेख्ने। अब समूह क हामी लेखिरहेका छौँ, त्यसपछि प्रश्न नम्बर 1 दिने। प्रश्न नम्बर 1 यहाँ भनेको चाहिँ 2, 3, 4 प्रश्न नम्बर 1 को भनेको चाहिँ उत्तर दिने, यहाँ उत्तर लेख्ने बीचमा। त्यसपछि भनेको चाहिँ के गर्ने यहाँबाट भनेको चाहिँ एन्सर लेख्न स्टार्ट गर्ने। यसरी लेख्दा पनि चाहिँ के हुन्छ भने एकदम आकर्षित देखिन्छ। अनि टिचरले के बुझिन्छ भने यो विद्यार्थी भनेको चाहिँ जान्ने छ। त्यसपछि अर्को चाहिँ के गर्ने भने लेखन सिप पनि दुई तरिकाको हुन्छ। एउटा व्याख्या गरेर हामी लेख्न सक्छौँ, अर्को चाहिँ बुलेटको विधिबाट लेख्न सक्छौँ। एउटा व्याख्या भयो, बुझ्यो, एउटा हामी व्याख्या गरेर लेख्न सक्छौँ, अर्को भनेको चाहिँ बुलेटको विधिबाट हामी चाहिँ लेख्न सक्छौँ। जसलाई भनेको चाहिँ बुन्दागत रूपमा, जसलाई बुलेटलाई अर्को भाषामा बुन्दागत रूप पनि भनिन्छ। अब व्याख्या र बुलेटमा चाहिँ के हुन्छ भने व्याख्यामा लेख्दा पनि चाहिँ तपाईँ के गर्नु, लेख्नु भन्दा पहिला चाहिँ के गर्नुपर्छ भने तपाईले 1-2 लाइन, सुरुको 1-2 लाइन भनेको चाहिँ राम्रो लेख्नु र लास्टको 1-2 लाइन भनेको चाहिँ राम्रो लेख्नुपर्छ। बीचमा जे जस्तो भए तापनि तपाईँ मिलाएर लेख्दा पनि भनेको चाहिँ के हुनुपर्छ भने सुरुको र अन्तिमको भनेको चाहिँ तपाईँ एकदम मिलाएर लेख्नु, एक्ज्याक्ट लेख्नु। किनभने टिचरले भनेको चाहिँ के पर्छ भने हामीले ट्रेनिङमा दिएअनुसार सुरुको भनेको चाहिँ पढ्नै पर्छ र सबै टिचरले पढिरहेछ र अन्तिमको पनि पढ्दिन्छ र बीचमा त्यति पढ्दैन व्याख्या विधिबाट। अनि यस्तोमा चाहिँ के हुन्छ भने तपाईँ सुरुमा राम्रो लेख्नुहुन्छ, अन्तिममा लेख्नुहुन्छ भने चेक गरेर तपाईँको के हुन्छ राम्रो मार्क आउँछ। अर्को चाहिँ बुलेट विधि। बुलेट विधि लेख्नु भयो भने चाहिँ के हुन्छ भने त्यसमा चेक गर्छ कसरी 1-2 पेज राम्ररी चेक गरिदिन्छ, पछि गएर तपाईँलाई चेक गर्छ नि 1 लाइन पढिदिन्छ, माथि गएर 1 लाइन भनेको चाहिँ पछाडि गयो र भन्दै यो विद्यार्थी एकदम जान्ने छ र जान्ने छ भनेर चाहिँ के गर्छ लगातार चेक गर्छ। बुझ्नुभयो? यो विधिबाट पनि भनेको चाहिँ लेख्दाखेरि चाहिँ A+ हुन्छ। अब चाहिँ के छ भने मानव तपाईले भनेको चाहिँ सबै एन्सर आइराखेको छ, तपाईँ लेख्नु पनि हुन्छ यो कर्मगत विधि। त्यसपछि के भन्छ व्याख्यामा लेखिरहेको तपाईँ व्याख्या गरेर तपाईँ बुलेटमा लेख्नुहुन्छ। अब चाहिँ अर्को यो भन्दा पनि आकर्षित कसरी लेख्ने एउटा कुरा याद राख्नु। अब चाहिँ के गर्ने भने जस्तै हामीले चाहिँ मानव 4 मार्कमा सोधिएको छ, हावापानीमा प्रभाव पार्ने तत्त्वहरूको नाम लेख्नुहोस्। त अब यसलाई हामी अरू भनेको चाहिँ व्यवस्थित तरिकाले आकर्षक तरिकाले कसरी लेख्न सक्छौँ, यसलाई हामी चाहिँ ब्र्याकेटमा पनि लेख्न सक्छौँ। जस्तै हामी दिने हावापानीमा प्रभाव पार्ने तत्त्वहरू, हावापानीमा प्रभाव पार्ने तत्त्वहरू। अब यसलाई भनेको चाहिँ ब्र्याकेट विधिबाट पनि हामी लेख्न सक्छौँ ताकि चाहिँ आकर्षित देखियोस्। यसलाई चाहिँ के गर्ने हामी ब्र्याकेटमा यसरी चारैतिरबाट भनेको चाहिँ हेरिदिने र यसलाई चाहिँ हामी ब्र्याकेटमा लेख्ने। अब यसको तत्त्वहरू के रहेको छ, हावापानीमा प्रभाव पार्ने तत्त्वहरू के छ, यसको प्रभाव पार्ने तत्त्वहरू भनेको चाहिँ एउटा भनेको चाहिँ अक्षांश रेखा रहेको छ, अक्षांश रेखा रहेको छ। अब यसलाई पनि भनेको चाहिँ के गर्ने भने हामी ब्र्याकेटमा बन्द गरिदिने। अर्को भनेको चाहिँ के रहेको छ भने उचाइ लेखेको छ, उचाइलाई पनि हामी यहाँ लेख्ने ब्र्याकेटमा, उचाइ भइहाल्यो। अब यो पनि एउटा ब्र्याकेट बनिहाल्छ, हेर्न पनि राम्रो लाग्छ। त्यसपछि फेरि एउटा यहाँ ब्र्याकेट बनाउने, सामुद्रिक दूरी बनाइदिने, सामुद्रिक दूरी
अब ब्र्याकेटमा हेर्न पनि राम्रो लाग्छ, त्यसपछि मार्क पनि भनेको चाहिँ के गर्छ भने तपाईको राम्रो दिन्छ। समुद्री दूरी भइहाल्यो, फेरि यहाँ भनेको चाहिँ अर्को लेख्दिने पहाडको उपस्थिति, पहाडको उपस्थिति। अब यसरी लेख्दाखेरि चाहिँ के हुन्छ, मार्क भनेको चाहिँ तपाईको बढी दिन्छ, हेर्न पनि भनेको चाहिँ अरूभन्दा फरक देखिन्छ। यसरी लेख्न पनि हामी सक्छौँ यो ब्र्याकेट बनाएर, हो कि न? जबकि यही कुरा हामी चाहिँ भूमिगत पनि लेख्न सक्छौँ, व्याख्याबाट पनि लेख्न सक्छौँ कि भाइ हावापानीको प्रभाव पार्ने तत्त्वहरू अक्षांश रेखा छ, उचाइ रहेको छ, सामुद्रिक दूरी, पहाडको उपस्थिति रहेको छ। हामी व्याख्याबाट पनि लेख्न सक्छौँ, यसलाई भूमिगत पनि लेख्न सक्छौँ कि हावापानीको प्रभाव पार्ने तत्त्वहरू देखाएको बमोजिम रहेको छ। एक भनेको एउटा बन्दामा लेख्ने अक्षांश रेखा, उचाइ, सामुद्रिक दूरी, पहाडको उपस्थिति, जमिनको मोहरा, समुद्रिक धार, यो कुरा हामी लेख्न सक्छौँ। अर्को ब्र्याकेटमा पनि लेख्न सक्छौँ र यो तरिकाबाट लेख्दाखेरि चाहिँ के हुन्छ भने अरूभन्दा फरक देखिन्छ र फरक देख्ने बित्तिकै चाहिँ के हुन्छ भने टिचरले होइन यो विद्यार्थी भनेको चाहिँ जान्नै छ। यदि यसरी लेख्यो भने चाहिँ के हुन्छ भने विद्यार्थीले A+ पाउन सक्छ। बुझ्नुभयो? अब यति भनेको चाहिँ हामी बेसिक कुरा छ। अब खासमा सबभन्दा पहिला चाहिँ म तपाईहरुलाई डाइरेक्ट भनेको चाहिँ तपाईहरुलाई म पढाइको सिलसिलामा भनेको चाहिँ अगाडि म बढिरहेको छु। अब चाहिँ के छ भनेको तपाईहरुको एक्जाममा एससीमा भनेको चाहिँ जम्मा भनेको चाहिँ 24 वटा क्वेशन हुन्छ। यो कुरा सबैलाई थाहा छ। तपाईलाई पाठ्यक्रम पनि थाहा होला कि कुन भनेको चाहिँ एकाइबाट कति मार्क सोध्छ, यो सारा कुरा थाहा होला। अब यो कुरा चाहिँ के हुन्छ भने हाम्रो आजको क्लासमा भनेको चाहिँ तपाईहरुलाई सबभन्दा पहिला म झल्को दिइरहेको छु कि 7 मार्कमा के भनेको चाहिँ सबभन्दा बढी सोध्ने सम्भावित प्रश्न रहेका छन् र त्यसपछि 4 मार्कमा भनेको चाहिँ सोध्नै सक्ने एकदम बीबीआई भनेको चाहिँ के रहेको छ र 1 मार्कमा प्राय जसो के हुन्छ भने विद्यार्थीहरूले 1 मार्कलाई भनेको चाहिँ सिम्पल लिहाल्छ, तर चाहिँ त्यही 1 मार्कको क्वेशन धेरै राम्रो हुन्छ। 1 मार्क यदि हामी एकदम राम्रो लेख्यो भने जम्मा हाम्रो 11 को 11 मार्क हामीसँग हुन्छ। बाँकीमा 4 मार्कमा 7 मार्कमा त काट्छ, तर 1 मार्क के हामी चाहिँ राम्ररी लेख्यो भने त्यसमा चाहिँ हाम्रो के हुन्छ, मार्क एकदम राम्रो हुन्छ। त्यसैले 1 मार्कको क्वेशन नबिगार्नु र त्यो भनेको चाहिँ के हुन्छ भने कुनै कुनै एक्ज्याक्ट हुन्छ र कुनै कुनै भनेको हामी चाहिँ मिलाएर लेख्न सक्छौँ। जस्तै घर परिवारबाट भनेको चाहिँ बालबालिकालाई सिक्ने कुनै 2 वटा भनेको चाहिँ सामाजिक व्यवहार, त आफ्नो घर परिवारबाट बालबालिकाले के सिक्छ, त जस्तै म आफ्नो घर परिवारबाट के सिकेको छु त आदर सम्मान गर्न, मतलब मेरो घरमा म कसैलाई हेर्दाखेरि चाहिँ म कस्तो आदर गर्छु कि सम्मान गर्छु त्यो म आफ्नो घर परिवारबाट सिकेको छु। म अरूलाई सहयोग गर्न, अर्को म भाषा, म आफ्नो घर परिवारबाट म आफ्नो भाषा सिकेको छु। जस्तै म यो बोलिरहेको छु यो म आफ्नो गुरुबाट, म आफ्नो देशमा भएका थुप्रै भनेको साथीसँग गुरुसँग सिकेको छु, तर चाहिँ मेरो भाषा त मैथिली रहेको छ, मातृभाषा, त्यो म आफ्नो घर परिवारबाट सिकेको छु। बुझ्नुभयो? यो भनेको चाहिँ के भने यसरी हामी मिलाएर लेख्न सक्छौँ र यो कुरा चाहिँ एक्जाममा क्वेशनको प्याटर्न के हुन्छ त तपाईलाई भनेको चाहिँ 11 वटा क्वेशन 1 मार्कमा सोधिन्छ। 11 × 1 = 11। त्यसपछि तपाईको 9 वटा क्वेशन भनेको चाहिँ 4 मार्कमा सोध्छ। 9 × 4 = 36। त्यसपछि 4 वटा क्वेशन भनेको चाहिँ 7 मार्कमा सोध्छ। 4 × 7 7 × 28। तपाईहरु भनेको चाहिँ बोर्डिङको विद्यार्थी हुनुहुन्छ खासमा र बोर्डिङको विद्यार्थी एकदम भनेको चाहिँ तयारी गरेको हुन्छ। हाम्रो यहाँ लाग्छ वास्तवमा धेरै तयारी गर्नु भएको होला तपाईहरु। अब चाहिँ के छ भने हामी त धेरै कुरा पढियो र पढिसकेपछि तपाईहरु मलाई लाग्छ पुराको कुरा भनेको चाहिँ क्र्याक गर्नुहुन्छ। क्र्याकको मतलब तोडफाड गर्नुहुन्छ, बनाउनुहुन्छ, राम्ररी बनाउनुहुन्छ। अब चाहिँ यसमा कुनै भनेको चाहिँ दुमत छैन राम्रो बनाउनुहुन्छ भन्न चाहिँ जसरी पनि भनेको चाहिँ तपाईहरु एक्जाम हलबाट बनाइरहनुहुन्छ। त्यसैले तपाईहरुलाई सबभन्दा पहिला मैले के भनिदिए कसरी लेख्ने, म यहाँ पढाउँदा पनि नपढाएको कुरा पनि आउँछ भने तपाईहरुले लेखिहाल्नुहुन्छ, त्यो मलाई विश्वास छ। जसरी पनि लेखिहाल्नुहुन्छ त्यो मलाई विश्वास छ। त्यसैले सबभन्दा पहिला लेखन सिपमा तपाईहरु ध्यान दिनु। अब चाहिँ प्याटर्न भनेको चाहिँ तपाईले थाहा पर्छ। 11 वटा भनेको चाहिँ 1 मार्कमा सोध्ने छ, 9 वटा भनेको चाहिँ 4 मार्कमा र 4 वटा भनेको चाहिँ 7 मार्कमा। अब सबभन्दा पहिला सिम्पल भनेको चाहिँ यो 11 वटा जुन क्वेशन हुन्छ नि त्यो तपाईहरुको एकदम सिम्पल क्वेशन हो। जस्तै हाम्रो विगतबाट कस्तो क्वेशन सोध्न सक्छ, सामाजिकीकरणबाट। त सामाजिकीकरण भनेको चाहिँ के हो, त्यो सिम्पल त्यहाँ भए। सामाजिकीकरण भन्नाले चाहिँ हाम्रो समाजमा रहेका रीतिरिवाज, परम्परा, चालचलन आदि सिक्ने र सिकाउने प्रक्रियालाई भनेको चाहिँ सामाजिकीकरण भन्छ।
तपाईहरुले एउटा कुरा पढ्नु भएको होला, सामाजिकीकरण र सामाजिक समस्या एक अर्काको चाहिँ के छ भने विपरीत छ। बुझ्नुभयो नि? सामाजिकीकरण, जब हामी सामाजिकीकरण पढिया छौं नि, सामाजिक समस्या पनि बुझ्नु पर्छ। एकचोटी भनेको चाहिँ सामाजिकीकरणले के भनिरहेछ भने कि हाम्रो समाजमा भएको चाहिँ जति पनि रीतिरिवाज छ, परम्परा छ, चालचलन छ, जसलाई भनेको चाहिँ समाजले स्वीकार गरेको छ, त्यो सिक्ने र आफ्नो बालबच्चा, आफ्नो भनेको चाहिँ भाइ बहिनीलाई, आफ्नो भन्दा सानालाई, आफ्नो विद्यार्थीलाई सिकाउने यो प्रक्रियाले सामाजिकीकरण भन्छ। तर एउटा कुरा याद राख्नु भाइहरु, चालचलन रीतिरिवाज परम्परामा त भाइ हाम्रो समाजमा दहेज प्रथा पनि पर्छ, छुवाछुत पनि पर्छ। यसको मतलब दहेज प्रथा लिन म पनि सिक्छु, अरूलाई पनि सिकाउनु पर्छ। छुवाछुत म पनि मान्छु, अरूलाई पनि भन्नुपर्छ कि भाइ यो फलानु जातसँग भनेको चाहिँ छुवाछुत गर्ने। यो सामाजिकीकरण भयो। यसकै विपरीतमा भनेको चाहिँ के हुन्छ भने सामाजिक समस्या। अब सामाजिक समस्या भनेको चाहिँ दहेज प्रथा लिनु भनेको चाहिँ सामाजिक समस्या हो, छुवाछुत मान्नु भनेको चाहिँ सामाजिक समस्या हो। त्यसैले दुईवटा च्याप्टर भनेको चाहिँ एक आपसमा भनेको चाहिँ जुझेको छ। अब चाहिँ हामी डाइरेक्ट भनेको चाहिँ अहिले के गर्छौं भने तपाईहरुलाई भनेको चाहिँ 7 मार्कमा सोध्ने 4वटा क्वेशनको बारेमा भनेको चाहिँ म प्रिपेयर गराइदिन्छु। बाँकी भनेको चाहिँ अर्को पनि भनेको चाहिँ सारा कुराको बारेमा जानकारी गराइदिन्छु। त्यसपछि आफ्नो क्लास भनेको चाहिँ खतम भइहाल्छ। आज शनिबार छ, शनिबार सुत्नु पनि पर्छ, विद्यार्थीले अलि आराम गर्नुपर्छ। अब चाहिँ 7 मार्कमा चाहिँ के हुन्छ भने पहिलो भनेको चाहिँ तपाईको पहिलो प्रश्न हुन सक्छ। पहिलो प्रश्न केबाट कुन एकाबाट हुन सक्छ त नागरिक चेतनाबाट। तपाईहरु नागरिक चेतनामा भनेको चाहिँ सबभन्दा पहिला व्यवस्थापिका पढ्नु भएको होला, त्यसपछि कार्यपालिका, न्यायपालिका, मानव अधिकार सम्बन्धी पढ्नु भएको होला, शक्ति पृथकीकरणको सिद्धान्त पढ्नु भएको होला, त्यसपछि भनेको चाहिँ उपभोक्ताको अधिकार पढ्नु भएको होला। र एउटा कुरा चाहिँ धेरै कुरा चाहिँ के छ भने न क्लासमा पनि नको सिलेबसमा पनि भनेको चाहिँ के भनेको चाहिँ 10 मा समावेश गरेको छ। जस्तै कि हामी चाहिँ 9 क्लासको नागरिक क्षेत्रमा भनेको चाहिँ मौलिक हक अन्तर्गत पर्ने उपभोक्ताको अधिकार हक हामी पढेको होला। त्यही कुरा भनेको चाहिँ हामीले के गर्नुपर्छ 10 मा पढ्नुपर्छ। खासै चाहिँ केही सिलेबसबाट भनेको चाहिँ सोध्छ, त्यो भन्दा बाहिरको भनेको चाहिँ तपाईलाई केही सोध्दैन। निर्वाचन सम्बन्धी सोध्न सक्छ। अब सोध्न सक्ने सम्भावित क्वेशनहरु म भन्छु। या त सोध्छ कि भाइ व्यवस्थापिकाको कार्य के हो, या त व्यवस्थापिकाको गठन प्रक्रिया सोध्छ। अर्को भनेको चाहिँ कार्यपालिकाको कार्य के हो, कार्यपालिकाको गठन प्रक्रिया सोध्छ। न्यायपालिकाको कार्य के हो, न्यायपालिकाको गठन प्रक्रिया सोध्न सक्छ। नेपालमा कति तहको न्यायपालिका रहेको छ। त्यसपछि निर्वाचन सम्बन्धी सोध्न सक्छ। हालमा भनेको चाहिँ हाम्रो देशमा निर्वाचन सम्पन्न भएको छ, शान्तिपूर्वक सम्पन्न भएको छ। हाम्रो देशको माता त हाम्रो भाषा भइहाल्छ आमा, यो बुढिया आमा भनेको चाहिँ के नाम छ सुशीला आमा को नेतृत्वमा हाम्रो देशको भनेको चाहिँ भर्खर निर्वाचन सम्पन्न भयो र बालन भैया भनेको चाहिँ अहिले सबभन्दा बढी सिट जितेको छ र सरकार पनि बन्नेवाला छ हाम्रो, हो हैन? र गीत त त्यसपछि नै हामी गर्छौं कि बालन सरकार भन्छ मधेसिया रंगदार भन्छ, हो हैन? अब त्यस्तो त्यो सम्बन्धी पनि सोध्न सक्छ कि निर्वाचनमा जेनजीको भूमिका लेख्नुहोस्। बुझ्नु भयो नि? तपाईहरुले जेनजी हुनुहुन्छ। यस सर। सिंहदरबारमा आन्दोलन गर्ने, हो हैन? संसद भवनमा आन्दोलन गर्ने जेनजी जो 48 घण्टामा देशको भनेको चाहिँ पुरा सत्ता पल्टिदियो, त्यो जेनजी हुनुहुन्छ। त्यसैले यसपालिको क्वेशन भनेको चाहिँ एउटा भिडी हैन, योमा राख्नु होला कि निर्वाचनमा जेनजीको भूमिका लेख्नुहोस्। र तपाईहरुको भूमिका के रहन्छ निर्वाचनमा? ल सोच्नु त के रहन्छ? सबभन्दा पहिला चाहिँ के गर्ने, निर्वाचनमा कस्तो भूमिका हुन्छ जेनजीको? जेनजी धेरै जेनजीले भनेको चाहिँ भोट पनि हाल्छ र धेरै जेनजीले भोट नहालेको होला, उमेरै पुगेको नहोला त कसरी भोट हाल्दिन्छ, हो हैन? अब जो भोट हाल्ने छौ त हामी भनेको चाहिँ नहाल्ने पनि जेनजी त अलि पढे लेखेको छ, हामी नयाँ जेनेरेसनको छौँ, हामी मोबाइल चलाइराखेको छौँ, मोबाइलबाट हामी दुनियाँको कुरा हेरिरहेको छौँ, हो हैन? हामी नराम्रो कुरा पनि हेरिरहेको छौँ, सकारात्मक कुरा पनि हेरिरहेको छौँ, यसमा कुनै दिक्कत छैन। अब चाहिँ के गर्ने भने सबभन्दा पहिला जेनजीहरु के गर्छ भने एउटा समाजमा गएर जनचेतना फैलाउँछ कि हामी भनेको चाहिँ के गर्छौं भने नपढे लेखेको मान्छेलाई, भ्रष्टाचार गर्ने मान्छेलाई, जोसँग भिजन छैन त्यस्तो मान्छेलाई मत दिनु पर्दैन। हामी कुनै व्यक्ति विशेषलाई हल्ला उठाए भन्नु पर्दैन कि फलानै पार्टीलाई दिनु,
तर समाजमा गएर भने कि जो समाजको लागि विकास गर्छ त्यसलाई मत प्रदान गर्ने। यसको मतलब तपाईँ समाजमा गएर भनेको चाहिँ के गर्न सक्नुहुन्छ भने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो समाजको अहिले पनि हाम्रो समाज भनेको चाहिँ जुन हामी प्रदेशमा बस्छौँ मध्य प्रदेशमा अहिलेसम्म हाम्रो प्रदेशको भनेको चाहिँ एउटा जिल्ला पनि भनेको चाहिँ साक्षर भएको छ। यो हाम्रो लागि सबभन्दा ठुलो दुर्भाग्य छ। अब चाहिँ के छ भने भाइबहिनीहरू नेपालको मध्य प्रदेश जो छ नि त्यो कहिले भनेको चाहिँ यस्तो थियो जो सबै भनेको चाहिँ पहाडको हरेक कुना कुनामा हरेक तहमा भनेको चाहिँ के हुन्थ्यो भने म्याथ साइन्सको टिचर भनेको चाहिँ मधेसी हुन्थ्यो। तर अहिलेको समयमा के छ भने हाम्रो मधेसीको बच्चाहरू भनेको चाहिँ के गरिरहेछ गोटी सुहालिरहेछ ड्रग्स बिराखेको छ। मतलब यो देशको भनेको चाहिँ हाम्रो मधेसीको बच्चाहरूलाई पुरा समाप्त गरिदिएको छ। र कसले समाप्त गरेको छ? र देशको भनेको चाहिँ सरकार छ त्यसले समाप्त गरेको छ। किनभने हामी भनेको चाहिँ यो देशको जुन जति जनता छ आफ्नो बच्चालाई भनेको चाहिँ राम्रो बनाउनको लागि हामीले मत प्रदान गरेको छ। तर उसले हामीलाई चाहिँ राम्रो रेट गरेन। अब चाहिँ के हुन्छ भने अर्को चाहिँ जेन्जीलाई भनेको चाहिँ के गर्नुपर्छ भने जुन पढे लेखेको मान्छे छैन त्यसलाई भनेको चाहिँ गएर कि भाइ यसरी मत हाल्छ बदल नहोस् मत बदल नहोस् सदर मत कसरी हाल्ने भनेर चाहिँ सबैको गाउँ गाउँमा गएर सबै वृद्धलाई जसलाई चाहिँ राम्ररी आउँदैन त्यसलाई भनेको चाहिँ राम्ररी सिकाउने। अर्को चाहिँ के गर्ने त पैसा पालिराखेको छ। हाम्रो समाजमा के हुन्छ भने प्राय जस्तो धेरै नेताको पर्छ हाम्रो समाजमा पढे लेखेको होइन जोसँग भिजन छ त्यो नेता बन्दैन हाम्रो समाजमा। नेताको पर्छ जोसँग गुण्डागर्दी गर्ने भनेको चाहिँ मान्छेहरू हुन्छ जो भनेको चाहिँ अरूलाई लाठी फराठी लिएर माइक्री गर्न सक्छ जो पेन्जाबाट कमाएर आउँछ भनेको चाहिँ फ्याक्ट्री चलाउँछ जो यो समाजप्रति दमन शोषण गर्छ जोसँग कुनै भिजन हुँदैन त्यस्तो व्यक्ति भनेको चाहिँ के गर्छ हाम्रो समाजको नेता बन्छ। र जो पढे लेखेको हुन्छ त्यो नोकरी गर्छ त्यो विदेश जान्छ। र हाम्रो समाज पनि कति राम्रो कि भाइ पढे लेखेको जिताउँदैन कि भाइ त्यो भ्रष्टाचार गरिहाल्छ त्यो धनी हुन्छ जो भ्रष्टाचारी हुन्छ त्यसलाई के गर्छ जिताइदिन्छ। त्यसैको लागि भनेको चाहिँ जेन्जीलाई सबभन्दा पहिला के गर्नु पर्थ्यो यो निर्वाचनमा भने यो पैसा बाट्ने जति पनि टोली हुन्छ नि जति पनि पार्टी साथी त्यसको पैसा भनेको चाहिँ जफ्त गर्ने। अर्को चाहिँ जनतामा गएर भन्ने हो आफ्नो परिवारमा गएर भन्ने हो कि हाम्रोलाई होइन राम्रोलाई चयन गर्नु। किनभने यो निर्वाचनमा हाम्रो पनि चयन भएको थियो बुझ्यो हाम्रो पनि धेरै व्यक्तिहरू उठेको थियो तर हाम्रोलाई होइन राम्रोलाई चयन गर्नुपर्छ भनेर प्रत्येक घर घरमा गएर प्रत्येक भनेको चाहिँ टोलमा गएर भन्नुपर्छ। जुन बेला हाम्रोलाई गरिहाल्छौँ नि त्यो बेला देश ध्वंस भइहाल्छ हाम्रो बच्चाको भविष्य ध्वंस भइहाल्छ। त्यसैले हाम्रोलाई होइन राम्रोलाई रोज्नुपर्छ। त यसपालि भनेको चाहिँ तपाईँहरूको यहाँ निर्वाचनमा जेन्जीको भूमिका सोध्न सकिन्छ बुझ्यो। होइन भने व्यवस्थापिका कार्यपालिका न्यायपालिका होइन भने निर्वाचन हुनुभन्दा पहिला र निर्वाचनको समयमा जनताको भूमिका निर्वाचन हुनुभन्दा पहिला हामी के गर्ने सबभन्दा पहिला चाहिँ हामी भनेको चाहिँ मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने उमेर पुगिहालेको छ भने नाम दर्ता गराउने। त्यसपछि हामी चाहिँ मतदाता सूची लिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने समाजमा यति कुरा हामी गर्ने। त्यसपछि निर्वाचनको समयमा हामी स्वच्छ भनेको चाहिँ राम्रो व्यक्तिलाई हामी चयन गर्ने। त्यहाँको वातावरण भनेको चाहिँ शान्तिपूर्वक बनाउने गाउँघरमा विभिन्न किसिमको भुलदङ्गा हुन्छ त्यसलाई भनेको शान्त गराउने धेरै भूमिका हुन्छ। यो सारा भनेको चाहिँ तपाईँहरू लेख्ने व्यवस्थापिका कार्यपालिका न्यायपालिका खाए छ। नेपालको राज्यको जुन हाम्रो देश रहेको छ राज्यको तीनवटा अंश एउटा व्यवस्थापिका अर्को कार्यपालिका अर्को चाहिँ न्यायपालिका। व्यवस्थापिकाले भनेको चाहिँ विशेष उसको मुख्य काम भनेको चाहिँ कानुन निर्माण गर्ने र कानुन निर्माण गरेर भनेको चाहिँ व्यवस्थापिकाले दिन्छ। जहाँ हाम्रो सांसदजीहरू हुनुहुन्छ सांसदजीहरू भनेको चाहिँ जितेर गएको हुन्छ त्यहाँ भनेको चाहिँ समानुपातिक सांसद पनि हुन्छ र प्रत्येक सांसद पनि हुन्छ र त्यहाँ कानुन बनाउँछ। अब कानुन बनाउँदाखेरि चाहिँ नेपालमा 10वटा धर्म रहेको छ 142वटा जाति रहेको छ 124वटा भाषा बोल्ने मान्छेहरूको समूह रहेको छ। सबै समुदायको त्यहाँ भनेको चाहिँ अधिकार भनेको चाहिँ समेटिएको हुन्छ। समेटिँदैन भन्यो भने हाम्रो समुदायको मान्छे हल्ला उठाउँछ हो होइन। सामान्य सभाध्यक्ष महोदय हाम्रो समुदायसँग विभेद भएका छन् हाम्रो समुदायको अधिकार किन लेखेका छैन। हाम्रो नेता हाम्रो भनेको चाहिँ कानुन मन्त्रीजीलाई यहाँ मार्फत भन्न चाहन्छु कि हाम्रो समुदायको पनि हक अधिकार समेटियोस्। हामीलाई पनि भनेको चाहिँ हाम्रो समुदायसँग विभेद भएका छन् यो सारा कुरा भनेको चाहिँ व्यवस्थापिकामा उनीहरूले आवाज उठाएर
भनेको चाहिँ के गर्छ कानुन निर्माण गर्छ कानुन निर्माण गर्ने प्रक्रिया पनि सोध्न सक्छ यो भन्दा पहिला संशोधन प्रक्रिया सोधेको थियो अब यसपालि हुन सक्छ कानुन निर्माण प्रक्रिया सोध्छ त यसमा के लेखिनु भने एउटा पूर्व विधायकी चरण हुन्छ अर्को विधायकी चरण हुन्छ अर्को चाहिँ उत्तर विधायकी चरण हुन्छ पूर्व विधायकी चरणमा के गर्ने त सबभन्दा पहिला चाहिँ आवश्यकताको पहिचान गर्ने मतलब यो देशमा आवश्यकता के छ आवश्यकताको पहिचान गर्ने सैद्धान्तिक आधारमा पत्र तयार गर्ने सैद्धान्तिक आधारमा पत्र पर भनेको चाहिँ कानुन मन्त्रालय लगायत अन्य सम्बन्धित मन्त्रालयसँग राजस्व माग गर्ने त्यसपछि भनेको चाहिँ विधेयकको मसौदा तयारी गर्ने कानुन भन्दा पहिला राष्ट्रपति भनेको चाहिँ प्रमाणीकरण भन्दा पहिला भनेको चाहिँ कानुनलाई भनेको चाहिँ विधेयक भनिन्छ बुझ्नुभयो यसरी भनेको चाहिँ हामी पढ्न सक्छौं अर्को चाहिँ के सोध्न सक्छ भने भाइ यो भनेको चाहिँ 7 मार्कको 21 नम्बरमा भनेको चाहिँ 7 मार्कको क्वेशनमा 21 नम्बरमा भनेको चाहिँ के सोध्न सक्छ नागरिक चेतनाबाट तपाईहरुले लेखिहाल्नुहुन्छ त्यो मलाई थाहा छ तर चाहिँ तपाईहरुलाई मुख्य कुरा के सिकाउनु हो कसरी लेख्ने कुरा तपाईहरु 100% लेखेर आउनुहुन्छ 75 मा तपाईहरु 70 मार्क पाउनुहुन्छ मलाई त्यो कुरा थाहा छ बुझ्नुभयो त्यसरी लेख्ने राम्ररी त्यहाँ जसरी ब्र्याकेटमा भनेको छु त्यसरी लेख्ने टेन्सन नलिनु अर्को चाहिँ 22 नम्बरमा अर्को चाहिँ 23 नम्बरमा र अर्को चाहिँ 24 नम्बरमा अब चाहिँ 24 नम्बरमा जुन हुन्छ नि त्यो आर्थिक क्रियाकलापबाट अब यो भनेको चाहिँ साधारण हुन्छ अब यसमा चाहिँ के सोध्न सक्छ भने तपाईले कुनै बेला भनेको चाहिँ मन्त्री बनाइदिन्छ मतलब हाम्रो देशमा रहेका कृषिमा रहेका समस्याहरू अबैलाई कसरी समाधान गर्ने त हाम्रो देशको आर्थिक क्रियाकलापसँग सम्बन्धित क्वेशन हुन्छ र यसमा चाहिँ तपाईहरु मिलाएर लेख्न सक्नुहुन्छ र अर्को 22 नम्बरमा भनेको चाहिँ के हुन्छ भने नेपालको नक्सा हुन्छ अब यो भनेको चाहिँ 100% फिक्स हुन्छ यो क्वेशन जुन हुन्छ नि त्यो 100% भनेको चाहिँ फिक्स हुन्छ म अब चाहिँ तपाईहरुलाई भोलि पर्सि र 2-3 दिन भनेको चाहिँ तपाईलाई यो नेपालको नक्सा भनेको चाहिँ प्र्याक्टिस गराउँछु यो 100% फिक्स हुन्छ र 23 नम्बरमा भनेको चाहिँ हाम्रो विगतबाट हुन्छ हाम्रो विगत भनेको चाहिँ इतिहास जसलाई भनेको चाहिँ इतिहास पनि भनिन्छ इतिहास भनेको चाहिँ बितेको घटनाको बारेमा अध्ययन गर्ने शास्त्रलाई भनेको चाहिँ हामी इतिहास भन्छौं र यसमा तपाईहरु पढ्नु भएको कुरा सबभन्दा पहिला राणा शासनको बारेमा पनि सोध्न सक्छ नेपालमा राणा शासनको उत्पत्ति कसरी भयो या भनेको चाहिँ नेपालमा भनेको चाहिँ 2007 सालको क्रान्ति र क्रान्तिका कारणहरू र परिणामहरू सोध्न सक्छ नेपालमा 2007 सालका क्रान्तिका कारणहरू र यसका परिणामहरू सोध्न सकिन्छ अब यसको कारणहरू के थियो नेपालमा सबभन्दा पहिलो भनेको चाहिँ कारण भनेको चाहिँ राणा शासन थियो क्रान्ति किन भयो क्रान्ति भनेको चाहिँ झगडालाई होइन परिवर्तन हो 2007 सालमा एटोमेटिक हाम्रो देशमा भनेको चाहिँ देशको युवाहरूले देशको जनताले भनेको चाहिँ आन्दोलन गरेर कसरी भनेको चाहिँ परिवर्तन गरि सक्दा 2007 सालमा त्यो क्रान्तिको कारणहरू के थियो त्यो परिवर्तनको कारणहरू जनताले किन परिवर्तन चाहियो त सबभन्दा पहिला यो देशको सबभन्दा क्रूर शासक राणा शासन त्यसले हामी नाम लिँदाखेरि चाहिँ सानो लाग्न सक्छ तर त्यो जस्तो क्रूर भनेको चाहिँ नेपालमा शासक कोही थिएन उले भनेको चाहिँ नेपाली चेलीबेटीसँग भनेको चाहिँ मनपरी रूपमा भनेको चाहिँ बलात्कार गर्ने हत्या गर्ने जसलाई जो गल्ती नगर्दा पनि उलाई भनेको चाहिँ के गर्थ्यो भने दण्ड सजाय दिन्थ्यो यो शासकको मनले के बेला भनेको चाहिँ के थियो भने आदेशले भनेको चाहिँ कानुन मानिन्थ्यो त्यसैले त्यो सोध्न सक्छ राणा शासन त्यसपछि मान्छेमा भनेको चाहिँ चेतना आउन थाल्यो कि होइन भाइ यो हामीमाथि दमन शोषण गरिरहेछ त्यसपछि दोस्रो विश्वयुद्धको प्रभाव पनि पर्यो भारतीय स्वतन्त्रता संग्रामको प्रभाव पर्यो मानिसमा भनेको चाहिँ चेतनाको अभिवृद्धि हुन थाल्यो शिक्षा प्राप्त गर्न थाल्यो त्योबाट भनेको चाहिँ पीडित भइहाल्यो त्यो राणा शासनबाट र परिणाम भनेको चाहिँ के आयो त 2007 सालपछि नेपालमा भनेको चाहिँ प्रजातन्त्र स्थापना प्रजातन्त्र भन्नाले चाहिँ जनताले जनताद्वारा जनतामाथि गरिने शासनलाई प्रजातन्त्र भन्छ त्यसपछि प्रजातन्त्र स्थापना भयो नेपालमा पहिलोचोटि जारी भयो नेपालको अन्तरिम संविधान 2007 नेपालको अन्तरिम शासन विधान 2007 भनेको चाहिँ पहिलो संविधान भनेको चाहिँ जारी भयो नेपालमा निर्माण त भएको थियो 2004 सालमा कानुन तर त्यो जारी भएको थिएन त्यसपछि भनेको चाहिँ नेपालमा जनताको छोराछोरी भनेको चाहिँ प्रधानमन्त्री बन्न भनेको चाहिँ एउटा बाटो पुग्यो त्यसपछि भनेको चाहिँ तपाईको
हाम्रो देशमा भनेको चाहिँ निर्वाचन भनेको चाहिँ एउटा निर्वाचनको लागि बाटो पनि खोलियो र अर्को चाहिँ गुरु राणा शासनको भयो परिणामहरू भयो। तपाईहरुलाई म यो कुरा लेखाएको छु तर पनि भनेको चाहिँ रिभिजन गराइदियो। अर्को चाहिँ सोध्न सक्छ यही 3-4-5 वटा क्वेशन आउँछ 2007 सालको क्रान्तिका कारणहरू तथा परिणामहरू। अर्को सोध्न सक्छ 2000 भनेको चाहिँ नेपालमा 2007 देखि लिएर 2017 सम्मको राजनीतिक घटनाक्रमहरू सोध्न सक्छ। यहाँ राजनीतिक उपलब्धिहरू सोध्न सक्छ, सामाजिक तथा आर्थिक उपलब्धिहरू सोध्न सक्छ। मतलब 2007 देखि लिएर 2017 सम्म कुन भनेको चाहिँ नेपालमा राजनीतिक घटनाक्रम भएको छ। त त्यो बीचमा भनेको चाहिँ राम्रो काम पनि भएको छ तर सत्ता भनेको चाहिँ सरकार भनेको चाहिँ धेरैचोटि भनेको चाहिँ चेन्ज भएका छ बीचमा। र 2015 सालमा निर्वाचन भयो। निर्वाचन पश्चात त्यो बेला राजा भनेको चाहिँ राजा महेन्द्र थियो। राजा महेन्द्रले के गर्यो भने 2017 साल पुष्य गते भनेको चाहिँ नेपालको प्रजातन्त्रलाई हरण र पञ्चायती व्यवस्थालाई भनेको चाहिँ सुरुवात गरेको थियो।